हाई गाइज, आज चाहिँ म बुढा सुब्बा दर्शन गर्न जाँदैछु। हाम्रो कलेजदेखि जस्ट नजिकै बुढा सुब्बा छ, त्यहाँ म दर्शन गर्न जाँदैछु। म एक्लै छु गाइज अहिले। तपाईहरुसँग कुरा गर्दै जान्छु ल म। केन्द्रीय क्याम्पसको मैदान हो। हाम्रो कलेज हो, सरी क्याम्पस हो, क्याम्पस। यो बाटो अनि यो म हो। हेर्नु गाइस कति उकालो छ अनि यहाँ हेर्नु यति ओह्रालो छ। यहाँदेखि हात्तीबारी क्याम्पस देखिन्छ। गाइस म यहाँ आइपुगेको छु। यो चाहिँ विजयपुर चोक हो। विजयपुर नाम चाहिँ एउटा राजाको नामबाट राखिएको भन्ने मान्यता छ। चोकदेखि अलिकति यता हिँड्दै गएपछि हामीले जाने ठाउँ बुढा सुब्बा मन्दिर पुगिन्छ। म आइपुगेँ बुढा सुब्बा मन्दिर। यो चाहिँ सुब्बाको बहिनी सुब्बिनीको मन्दिर हो। यो सुब्बाको अनि यो सुब्बिनीको। साह्रो त चिसै छ अहिले, साह्रो पनि होइन तर चिसै छ। बुढा सुब्बा भनेको अब उहाँ सुब्बा र उहाँको बहिनी सुब्बिनीको छेउमा मन्दिर हो यो। अनि यो मन्दिरको मेन खासियत भनेको चाहिँ सुब्बाजीले चाहिँ के गर्नुभएको थियो भन्दाखेरि गुलेलीले काग धपाउनको लागि कोसिस गर्नुभएको थियो। त्यस कारणले गर्दाखेरि विजयपुरमा काग पाइँदैन भन्ने मान्यता छ र पाइँदैन पनि। त्यसको साथसाथै यहाँ चाहिँ उहाँले गुलेलीले काग धपाउँदाखेरि चाहिँ बाँसको टुप्पो पनि गयो र यहाँनिर बुढा सुब्बामा भएको सबै बाँसहरूमा कुनै पनि बाँसमा बाँसको टुप्पा देखिँदैन। र यहाँनिर विशेषहरू कुरा भयो भने चाहिँ बलि चढाउने पनि चलन छ। शनिबार चाहिँ मेनली बलि चढाइन्छ र यो चाहिँ धरानको एकदमै प्रख्यात मन्दिर हो, नेपालकै प्रख्यात मन्दिर हो। र यस्तो मन्दिरहरूलाई हामीले बचाउनुपर्छ, जोगाउनुपर्छ भन्ने सबैमा एउटा चेतना फैलियोस्। Thanks for watching this vlog. See you in the next video. Bye bye.